नमस्कार, पिटी क्रिएसन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा आज पनि हामीले केही क्रियापदहरूलाई वाक्यमा कसरी प्रयोग गरिन्छ भन्ने विषयमा एउटा नयाँ भिडियो लिएर उपस्थित भएका छौँ। हजुरहरूले भिडियोलाई हेरेर सुनेर सँगसँगै बोलेर तपाईलाई जसरी सहज हुन्छ त्यसरी भिडियो हेर्दै अन्तिमसम्म साथ दिनुहोला। धन्यवाद। भेट्नु, मिट, थुक। हामी धेरै समयपछि भेट्यौँ। ngaso yun rinpoche la thuk song। अभिवादन, ग्रिटिङ, छाम्ड्री शुवा। शिक्षकलाई सुरुमा अभिवादन गर्नुपर्छ। खिकेनला धाङ्बो छाम्ड्री शुगो। चुप्प गर्नु, किस, हो चेपा। आमाले आफ्नो बच्चालाई चुप्प गरिन्। आमे राङ्गी भुठुक्ला हो छेसोङ। आधार, रेस्पेक्ट, खुसाप। आफूभन्दा ठुलोलाई आधार गर्नुपर्छ। राङले खेन्बाला खुसाप झेको। विश्वास, ट्रस्ट, हिछे झेपा। बुद्धको वचनलाई विश्वास गर्नुपर्छ। साङ्गी गिकाला हिछे झेको। परिवर्तन गर्नु, चेन्ज, घुर्वा। खराब बानी परिवर्तन गर्नुपर्छ। चोपा न्याम्पा घुर्च्यो ताङ्गो। अङ्गालो हाल्नु, हक, ख्युपा। छोरालाई आमाले अङ्गालो हाल्दैछिन्। भुचुङला आमे ख्युकिन धुक। प्रशंसा, एडमायर, तोङाक। प्रशंसा पाउने काम गर्नुपर्छ। तोङाक थुब्बी झ्यावा चेको।